Guys, welcome back to my YouTube channel. म छु अनि लफङ्गा छ एउटा कामै नभएको थाहा मलाई पनि केही छैन के छ त गाइजहरू म त्यसो बिहानै मर्निङ वाकमा जान्छु मैले 10 बजे भर्खरै उज्यालो भएको थियो भर्खर घाम झुल्केको छ भर्खरै आएको म यहाँ मर्निङ वाकमा एकदम रमाइलो छ चिसो छ रमाइलो छ 2 किलोमिटर अघि हिँडिसक्यो 2 किलोमिटर अघि हिँडिसक्यो 1 किलोमिटर 2 किलोमिटर भइसक्यो रन गरेर बिस्तारै जाँदैछु तिमीले मेरो भिडियो हेर्दैछौ है 2 किलोमिटर त अघि नै वाकमा अघि रन गरिसक्यो अब एकछिन वाक गर्नु पर्यो भनेको थाक्यो के बिहान हिँडेको थाहा खाएको छैन नि त के खुवाएकै छैन नि यहाँ जाँदैछु यो अर्को यो नमुना कहाँबाट यहाँ टपको मेरो भिडियोमा गाइजहरू होइन यस्तो राम्रो यस्तो रमाइलो भ्यू छ वाह मनै शान्त जब दुईटा अनइम्प्लोइड मान्छेहरू भेट हुन्छ अनि यहाँ चाहिँ मान्छेहरू साइकलमा पनि हिँड्छ साइकलमा हिँड्छ मान्छे सरी मलाई अल्छी लाग्छ किनभने तिनीहरूले अब के भन्छ त्यो मेसिनको सहायताले हिँडिरहेको हुन्छ नि त हामी धेरै आफ्नो खुट्टाले हिँड्न चाहिँ 2 पाइला छाड्दै यसरी फ्यात यस्तो रमाइलो यस्तो रमाइलो हुन्छ त्यो चाहिँ इलेक्ट्रिक साइकल चलाउँछ नि यहाँ मान्छेहरूले नट गुड अनि यहाँ बिहानै उठेर हिँडेको हामी अब अहिले यहाँ कति बज्यो होला समथिङ 8 बज्न लाग्यो होला हिँडेकै छु म अझै एक फन्को लगाएर मात्रै घर जाने कुरा छ खै कति बज्छ हो लामो छ बाटो पनि फेरि घुमाउरो छ बाटो हिँड्नु बाटो त अहिले के देखाउनु बाटो यस्तो छ है राम्रो छ उता माथिबाट घाम लागिरहेको छ घाम भर्खर झुल्किने लाग्छ अनि गाइजहरू होइन म चाहिँ जाँदैछु के गर्नु त होइन काम छैन काम नपाए पनि यसो के गर्नु गाह्रो छ हजुर गाह्रो छ काम पाउनलाई गाह्रो छ यहाँ यत्रो त कुखुराहरू चाहिँ छ त्यो कुखुराहरूलाई मार्न दिउँ म लगेर बेच्थ्यो पक्रेर पैसा त कमाउनु हुँदैन है जसरी पनि पैसा कमाउनु त दिनु नि के भन्छौ तिमी त्यो इलिगल कुरा बोल्दैन एक शब्द पनि सहमति छैन अस्ति नै एउटा चाइनिजलाई के चरा मारेर खाँदाखेरि जेल लग्यो भन्थ्यो सोच्नु पनि हुँदैन राम म त यस्तो सोच्दाखेरि चाहिँ के भन्छ उयोबाट आउँदैछ बेकार मान्छे तिमीहरूले यस्तो सोच्दाखेरि चाहिँ म भेजिटेरियन हो पसलमा गएर किन्यो भने चाहिँ म फेरि नन भेज हो बिपिन पाँच्दै हिँडेको छु त्यो साइकल मान्छेलाई नि कति गनाएर पछि छक्क भन्ने गएर हौ कति पारेको छ्या टुस गराउने त्यो नाकै यहीँ पर पारेको पनि 3 मिटरसम्म पर गनाउँदै हिँड्ने गरेर पाच्छ हौ है बिपिन छ्या गाह्रो छ हौ मलाई गाइजहरू गाह्रो छ अन्त गाई जिन्दगीको गोरेटोमा कहाँबाट भेट्यो काले जिन्दगीको गोरेटोमा कहाँबाट भेट्यो काले यस्तो छ गाइजहरू रमाइलो छ होइन थाके अब दिन्छु ल चाइनिज अनुहार गरे कि नेपाली यो दिन्छु अहिलेको मार्दा कहाँ राख्दियो सब्जेक्ट लस्ट रे राख्दैन यहाँ माथि राख्दै जान्छ मान्छे यतापट्टि फर्का राख्ने नि त पाच्दै बसेको छ रे अनुहार मात्रै राम्रो भएर के गर्नु पादिहाल्छन् भन्थ्यो यार
हुँदैन बेबी ठुलो बाक्लो भएर होला यहाँ हाल्छौ न यहाँ हाल्दा हुन्छ त्यस्तो हो न फाइनली त्यो चाहिँ तिमी आई हेभन डन एनिथिङ होइन जतिखेर पनि खाएको छ सेलरोटी भनेको छ जगिङ जाम भनेको छ 5 बजे अलार्म राख्यो 9 बजे हिँडेको छ अनि त्यसपछि खाएको छ हग्नी गरेर खाएपछि त 5 पनि आउँछ त अब म त त्यस्तै खाँदिनँ होइन त्यही भएर एकदम दामी छ है फेरि प्लेस चाहिँ दामी छ गन्दगी मचाउने मान्छे पनि छ यहाँ सो आइ एम अल गुड नाइस भेरी नाइस भ्यू यो माइट र उहाँको हुँदै नभएको युट्युब च्यानलमा भन्दा मेरो भएको च्यानलमा हालिदिनु क्या भिडियो त्यो चाहिँ घरमै बसेर खालि सोफामा बसेर रिल मात्रै स्क्रोल गर्नेहरूको लागि हो अनि त्यसपछि मलाई डिएम गरेर सोध्नुहुन्छ क्या मान्छेहरूले एप्स कसरी बनाउने दाइ भनेर घरमा रिल स्क्रोल गर्ने मेरो भिडियो हेर्ने एप्स बनाउने के भन्छ जाम आउने गइसक्यो घर बस्दा बस्दा साइकल भइसक्यो अलिअलि साइक्राटिक हान्न खोजेको रे हान्छ है हान्छ उसले त फेरि साइक्राटिक नै हानिदिन्छ एकदम राम्रो छ र हाम्रो जीव जन्तुहरू पनि हेर्न सक्नुहुन्छ इट्स भेरी लभली एकदम दामी ठाउँ छ है फेरि ठाउँ चाहिँ भेरी प्रिटी नाइस होइन यस्तो लभली छ नि अब सिनेमेटिक देखाउने भनेको यही थोपडा हो यो ठुलो थोपडा आमामा मोडल पोजमा बस्नुभएको छ उहाँ देख्न सक्नुहुन्छ अक्षय कुमार पोजमा हुनुहुन्छ उहाँ फेरि आमामा वाउ हाउ सो देख्न सक्नुहुन्छ मन्जुलिका यो नयाँवाला कि पुरानोवाला भूतनाथ के भन्ने थियो त तिमीले भनेको उयो आमुजे तुम्हारीवाला बिर्स्यौ छ्या त्यो होइन फेरि हेराफेरिमा छ क्या त्यसको क्यारेक्टर त्यस्तोवाला यस्तो त्यसले चाहिँ के भन्छ 21 दिनमा पैसा डबल भन्छ अनि त्यसपछि त्यो राजपाल यादव आउँदाखेरिको सिनमा हो होइन सबै थाहा छ क्या अक्षय कुमारलाई थाहा रहेछ राजपाल यादव किन भनेन त्यसले अस्ट्रेलियन त्यो जेल गयो राजपाल यादव बिचरा त्यसलाई नै त ठग्छ त त्यसले 21 दिनमा पैसा डबल भनेर त्यही भएर होला त्यही भएर चाहिँ त्यो जेल पऱ्यो के यस्तो हुन्छ हाम्रो कुरो अनि के गरेर बस्छ तिमीहरू आजकल भन्छन् हामीलाई बकवास गर्न कसले सक्ने उफ कति भयो हाम्रो 5 किलोमिटर भयो बाबा सौमी ए फेरि घुम्यो ल कस्तो कस्तो रुपियाँ भएन भएन पुरै फ्रेममा आएन ल फेरि एकचोटि देखाउ न प्लिज वन्स अगेन थाहा हुनु पऱ्यो नि त जनताहरूलाई पनि कस्तो रहेछ बाटो यहाँ अस्ट्रेलियाको रुल भनेर यो के लेखाएको छ पहिला त्यो ल ल ल ल अनि के हुन्छ अनि त्यो भएपछि ए हो है हो हामी सँगै अस्ट्रेलिया आएको हो तर मलाई भन्दा नियम मलाई धेरै 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 नै थाहा छ त्यस्तो त्यस्तो गरेर हिँड्नुपर्छ अरे है ल गाइजहरू त्यस्तो हो आज त भन्ने कति 5 साढे 5 6 किलोमिटर भयो कि 7 हो ए 7 हुन आँटिसक्यो अनि 9 मिनटको भिडियोमा 7 किलोमिटर कुदिसक्नु ए हो मिलेन है मिलेन सबै कुरो देखाउन मिलेन है आमा हो हो अहिले त जाडो जाडो भएको थियो अहिले तिम्रो गफले हो कि तिम्रो पातले हो हरियाली तातो छ
यस्तो हुन्छ नि फेरि यहाँ नियम मान्ने मान्छेहरू त यदि खतरा नियम मान्छन् कि होइन म देखाउँछु है नियम मान्ने मान्छेहरू अब यो दुईवटा बाटो भयो है यो खाली छ यो 5 किलोमिटरसम्म खाली छ अनि हामी यहाँबाट हिँडिरहेको छौँ त्यो मान्छे अर्को साइडबाट यताबाट घुमेर जानुभयो होइन सरी भन्दै अब यतापट्टि खाली छ यतापट्टि चुई चुई जाँदा नि हुन्छ म्यानर भन्छ क्या त्यसलाई त्यो भनेको अस्ति मैले कङ्गारू पुल्चे अस्ति हो कि उनीहरू खाली थियो रोड म गइनँ त्यही गएँ त्यो सिन त एपिक थियो एपिक होइन त्यो बेलामा मलाई आइडिया भएन म त्यतिखेर त भर्खरै स्टार्ट गरेको थिएँ नि त चलाउनुलाई त्यहाँबाट त्यहाँ म त्यतिखेर मेरो दिमागमै आएन कि म के गर्छु भनेर त्यो इन्स्टान्ट मेरो दिमागमा केही पुगेन हामी 100 को जोनमा थियौँ गइदिउँ भनेर गएँ हामी 100 को जोनमा थियौँ अनि 100 को जोनमा पनि म पनि छु क्या मलाई फोकस गर त्यो घर आउनु त क्यामेरा गर्नेवाला थियो होइन चुई 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 लस त सब्जेक्ट ओके अनि त्यसपछि हामी 100 को जोनमा थियौँ 100 को जोनमा सीमा अगाडि थियो 60 मा 60 मा चाहिँ केही थिएन है ल 70 दियो तिमीलाई डिस्काउन्ट गरेर 70 दियो त्यो बाटो म त्यतिखेर 70 मै थियो होला किनभने भर्खर स्टार्ट गरेको म के अरे के भन्छ पहिलो ग्रिन पी चलाएर ला छैन रेड पी भयो भने हो एल भयो भने हो भन्नु ग्रिन पी लाजको कुरा किन हुने भनेको हाइवेमा भन्न खोजेको उसले हाइवेमा सुन पहिला लाज किन हुने किनभने कि त मलाई रेड पीमा खुरुरु कुदाए गर्नुपर्ने गरेको भए लाज आउँदै थियो भनेर रेड पीमा मैले बियरली चलाएँ होला हो अनि ग्रिन पी भएको बियर खाएर चलायो ग्रिन पी भएको भोलिपल्ट चलाएर आएको हाइवेमा बाटो त सब त्यो एनाकोन्डा जस्तो थियो नि बाटो एनाकोन्डा जस्तै थियो नि त्यो बाथ हाउसबाट क्यानबेरा आउँदाखेरि हो जस 100 को जोनमा 60 मा चलाइरहनु भएको थियो र रोड फुल्ली खाली थियो तर सिंगल लेन्थ हो त्यो चाहिँ होइन अनि त्यसपछि म पछाडि अलिकति बिल्डअप हुनु दिनु परेन स्टोरी भनेको म पछाडि जिटीमा निसान जिटीमा बुम 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 गर्दै आइरहेको थिएँ होइन मैले साइलेन्टमा राखेँ ती साउन्ड म बिस्तारै पछाडि एमजीको पछाडि अनि बुढी छुट्ला फेरि कतै भन्ने कुरा पनि थियो अनि फेरि प्यानिक होला भनेर पछाडि आइरहेको थिएँ बाटोमा ड्याममै कङ्गारू माथि गुडुङडुङ चढाइदिइहाल्यो त उसले मैले भिडियो हेरेपछि देखेँ नि त अनि त्यसपछि गुडुङडुङ चढाइदिइहाल्यो अनि त्यसपछि मलाई भन्नु देऊ न म भन्छु हैन ल अनि हैन समाउनु सक्दिन यतापट्टि बसेर बोल माइक यतापट्टि छ मलाई कसै गर्छ त गरिहाल्छ नि भनेको Hey bro, I'm here. Yeah, you see me? Yeah. अनि त्यसपछि म बिस्तारै चिलमा जाँदै थिएँ मलाई भर्खर अब ब्यालेन्समा गर्दै गइरहेको थिएँ म बाटोमा अगाडि यसो हेर्छु फुत त कङ्गारूको मरेको देख्छु बाटोमा यत्रो रोडमा अनि अब म सबैले भनेको थियो कङ्गारू आयो भने रोक्ने होइन जेसुकै होस् रोक्ने होइन भन्थ्यो तर चाहिँ मरेको थियो त्यही पनि सोच्यो अब मलाई त्यहाँ थाहै भएन कि म यताबाट गएँ यताबाट आउन सक्छु भनेर के छैन बाल छैन भने चल्दै मेरो बाल त्यही माथिबाट गएर म त सुइँ गएँ के थाहा त मलाई कस्तो दिदीले हगेछ अनि म गएँ त्यसपछि मेरो त केही भएन म त अलिकति त्यो हुन्छ नि अब मान्छे मरिसकेपछि पनि मारेको भए पनि नरमाइलो फिल हुन्छ नि त्यस्तो फिल हुँदै म गइरहेको थिएँ पछाडि के भन्यो भने भन नि तिमीले गाडी चलाउँदा फोन गर्छ ए गाडी बिग्रियो तेरो गाडी चलाएर हिँडिस् भन्छ मलाई के थाहा मेरो गाडी त ठुलै थियो मेरो गाडी बिग्रियो भनेकै छैन मैले तिमीले आफूले रगत भएछ यता आइज सब्जेक्ट लस्ट कस्तो ल्याङ क्या अब यहाँ छु क्या म यहाँ ओके कस्तो जबरजस्ती तान्दिएको टाउको के अरे अब बाँकी स्टोरी मबाट किनभने पछाडिबाट लाइभ देख्ने मान्छे म हो म पछाडि थिएँ टक्क
सबैको जोनमा 50-60मा पछाडि आइरहेको थिएँ सेफ साइडमा बसेर होइन आइरहेको थिएँ। अनि मलाई एउटा क्वेसन 100को जोनमा 120मा चलाउन सक्ने मान्छेले त्यहाँ कङ्गारू मरेको देखेपछि त्यो मान्छेले गाडी गएको देखेपछि त यताबाट जाने हो नि त दिमाग छैन मान्छेको है ब्यालेन्स गर्न सक्ने मान्छेले ल मलाई त आउँदैन थियो मैले सकिनँ म गएँ वाउ हाउ बाँकीको प्रसङ्ग मबाट सुन्नुहोस् उसले गयो उसले घडाङडुङ देखेन हान्यो होइन अनि पछि मैले ड्यास क्याम हेरेपछि त्यहाँ उसको रियाक्सन यस्तो खतरा थियो कि म पछाडि बस्नेको रियाक्सन छुट्टै भइरहेको थियो उसको चाहिँ रियाक्सन भनेको ओ सेट याकी वाला रियाक्सन थियो कि त्यति हो द्याट्स इट सक्यो हानिसक्यो भइसक्यो। अब मेरो चाहिँ के भयो भने म पछाडि हो 60मा आइरहेको थिएँ मैले रोक्न झ्याम्मै चाहेको भए रोक्न पनि सकिन्थ्यो होला तर प्रब्लम के भयो भनेदेखि उसको जस्ट पछाडि थियो अनि त्यसपछि त्यो कङ्गारू नै देखिएन कङ्गारू त फुइ त्यो पछाडिको अगाडिको चक्का र पछाडिको चक्काले पेलेर फालेपछि एमजीले के भयो भने एकदमै स्पिडमा आइदियो क्या त्यो अब बसिरहेकोमा हाने भए खासै के हुँदैन थियो होला मेरोमा क्लियरेन्सै यति छ नि त गाडीमा अब एमजी त एसयुभी भयो एसयुभी तिमी खाने भयो हौ एसयुभी भयो अनि त्यसपछि मेरो त उयो भयो के भन्छ जिटी भयो त्यो स्पोर्ट्स कार भयो त्यो उसमा तल स्काइलाइन हो एकदमै क्लियरेन्स लो थियो all good all good yeah On the weekend I'm open. all good thank you have a good day अनि त्यसपछि के भन्छ क्लियरेन्स एकदमै लो भएको भएर चाहिँ मैले त्यो एमजीले फुत्तै फालेपछि यस्तो स्पिडमा आएर बम्परमा ब्ल्याङ्केट ठोक्यो कि मैले त के आयो भने न एमजीको गाडीको चोकडा उडेर आयो कि चक्का उडेर आयो कि के आयो भने गडाङ छिरेपछि अनि त्यसपछि म त अनि कङ्गारू हानेछ भन्ने भयो अनि बिस्तारै गइरहेको थियो मैले रोकेको पनि थिएन उसले आफैले के त्यो उसमा के अरे लुकिङ ग्लासमा हेरेर अनि त्यसपछि ब्लड भएछ गाडीमा भन्यो रोकेर हेर्ने हो म लुकिङ ग्लास कहिले नि हेर्दिनँ थिएँ यो राइडमा मैले यति हेरेँ कि अनि त्यसपछि बुढा कता गयो कि भनेर हेरेको फेरि त्यो लुकिङ ग्लास अरू केही गर्नु होइन सिङ्गल लेन्थमा किन हेर्छ मान्छेले हेर्दैन हेर्ने जरुरतै छैन पछाडि हेर्नुको मेन रिजन भनेको 100को स्पिडमा मैले 60 कुदाइरहेको छु न जाम त भएन यस्तो जाम गरिदिनु हुन्थ्यो कि उहाँले होइन त्यो त मैले केही भन्दिनँ किनभने फर्स्ट टाइम चलाएको हाइवेमा बिस्तारै नै जाने भनेको हो यस्तो भेजा ठिस गरिदिएर रोकिदियो कि होइन अब त्यो एसयुभी होइन एसयुभी त गरेर गडाङडुङमा पनि हाल्न मिल्छ अब मैले गल्ती गरेछु क्या जिटी किनेर मैले किने जिटी अब जिटी गएर स्वाट गरेर उसले गडाङडुङमा हालिदिन्छ मैले पनि रोकेर पछाडि गएर त्यहीँ रोक्नु पऱ्यो अनि त्यो भाँचिसकेको सम्पर सबै निक्ल्यो त्यसपछि उहाँले साइड दिनुभएको अरे हाइवेमा किन साइड दिनु पऱ्यो र उनीहरूलाई ओभरटेक गर्नु छ भने त ओभरटेक गर्छ जान्छ नि त्यो भनेको चाहिँ प्यानिक भएको ऊ प्यानिक भएर बरु छोडिदिन्छु भनेर अनि हाइवेमा त्यसरी घुमाइदिएर मलाई चाहिँ दुःख भयो नि त अनि मेरो त बालै छैन नि फेरि फुत्तै लगिदिनु हुन्थ्यो अनि म पछाडि फुत्तै गर्दा गडाङडुङ हुन्थ्यो अनि फत्तै रोकिदिने कङ्गारू मात्रै हान्दिने अनि त्यसपछि कङ्गारू त्यसरी उडेर आएर बम्परमा छिरेर गडाङडुङ भएपछि अनि उसले ब्लड आएछ रोक्ने हो त भनेर उसले रोक्यो अनि मैले पनि गरेर रोकेपछि थाहा पाएँ कि बम्पर जानु भएछ अनि तलको जति पाता हुन्छ त्यो इन्जिनलाई हिलो नजाओस् यताउति भनेर चाहिँ सबै निक्लेछ उहाँ प्लास्टिकले होइन है फेरि रबिस बिन लाइनरले उहाँले बान्नु भयो एकदम कला देखाउनु भयो उहाँ कलै यस्तै खालको छ त नि फेरि कलाको मदनी म भन न अनि त्यसपछि त्यो गरिसकेपछि चाहिँ बिन लाइनरले बानियो अनि त्यसपछि क्यामेराको स्ट्राइप थियो मसँग त्यो स्ट्राइपले पनि बानियो अनि त्यसपछि मैले जुत्ताको लेस पनि खोलेँ जुत्ताको लेसले पनि बान्यौँ हामीले देख्यो त्यो चाहिँ मैले कहाँबाट सिकेको भने डिस्कभरी च्यानल कि केमा एनिमल प्लानेट के भन्ने एउटा सो आउँथ्यो त्यसमा त्यस्तै के त्यो आउँथ्यो अनि त्यसले चाहिँ त्यो जुत्ताको लेसहरूले के गरेको देखाउँथ्यो अनि त्यस्तो कुराहरू चाहिँ युटिलाइज हुँदो रहेछ है लाइफमा
अनि त्यसपछि बाने किनभने त्यो गन्द्राङ गरेर चलाउँदाखेरि गाडीको साउन्ड आउनु पनि आउनु पनि घ्रेर आउँछ बा। अनि त्यसपछि गएर मैले बानेर अहिले पनि त्यस्तै छ होइन, भन्नु अल्छी लाएर मैले यत्तिकै राखेको छु। त्यसपछि मैले धुन अल्छी लाएर पानी परेको ठाउँमा लगाएर राखिदिएँ, गाडी एकदम चिटिक्क भएको छ। त्यस्तो भयो होइन, यस्तै हो। उहाँको सङ्गत लाएर हिँडेदेखि के हुन्छ लाइफमा, एकदम एडभेन्चर छ लाइफ है। 5 बजीदेखि उठाएर हिँडाउनु भएको हो हामीलाई। अब त कति 12-13 किलोमिटरै गुडिसक्यो होला, अब बिस्तारै फर्किनुपर्छ होला। हो र ठिकै छ होइन, केही छैन, म त यस्तो हात्तिँदैन। किनभने वक इज बेस्ट फर यर एप्स। अनि त्यसपछि एकदम हेल्दी लाइफस्टाइलको लागि वक एकदमै बेस्ट हो। लास्टमा त ज्ञानगुणको कुरा पनि दिनुपर्छ नि त होइन। रनिङ गर्दाखेरि अब मसल जाने एकदम चान्सेस हुन्छ। अब कति रन गर्नुभयो भन्ने कुरा हुन्छ है फेरि। 5 मिनट रन गरेर त केही नै हुँदैन। के हो त्यो भने भेजा फ्राई गरेर खान्छ अरे क्या मेरो उसले। अहिले तपाईँहरूले जोक बुझिहाल्नुहुन्छ है फेरि। हामी चाहिँ कहाँ बस्छौँ भन्ने होइन, तपाईँहरूलाई देखाउँछु म। यी देख्न सक्नुहुन्छ तपाईँहरूले, तुरुङ 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 लेक तुरुङ रुङ घुम सी भन्ने ठाउँमा बस्छौँ है हामी फेरि। यस्तो लभली प्लेस छ यस्तो हो होइन। जसले पनि मलाई एप्स कसरी बनाउने भनेर सोधिरहनु भएको छ, उहाँहरूको लागि चाहिँ म के भन्न चाहन्छु भने खासै धेरै पैसा लिँदिनँ म। उहाँले भन्नुहुन्छ अरे ल एकदम एप्स कसरी बनाउनु थाहा छ? जेमिनामा गइ नै हुन्छ, च्याट जिपिटीमा गइ नै हुन्छ। त्यहाँ गएर फुल डिस्क्रिप्सनमा भन्ने मलाई यति प्याकको यस्तोवाला लिन बडी विथ लाइक बिग सोल्डर होइन त्यो भन्ने, त्यहाँ पेस्ट हाल्ने। तिमी थाहा छैन भने यसो सबै हाल्ने, एज हाइट सबै हाल्ने न। टिकटकतिर सबै सर्च गरेर कपी पेस्ट हाल्दैन नि त, त्यो अनुसारले मिलाएर कपी के अरे एडिट गरेर हाल्ने। टक्क दुखै गर्नु पर्दैन, 5 मिनटमा तुक्को तु एप्स होइन। उहाँले भनेको बुझ्नु भयो कि भएन थाहा भएन। भन्न खोजेको चाहिँ एडिट गरेर कम्प्लिट फोटो दिन्छ, जुनमा चाहिँ तपाईँलाई एप्स घरमै बसेर विदिन 5 मिनट्स के को दुःख हो र के को टनटन हो र। तर पनि यदि होइन रियलमै अलिक सिरियस हुनुहुन्छ र मोटिभेसन त दिने चलन छैन मेरो होइन। मोटिभेसन भन्ने कुरा केही हुँदैन लाइफमा, मोटी भन्ने कुरा मात्रै हुन्छ। जुन मेरो साइडमा हिँडिरहेको छ देख्न सक्नुहुन्छ मोटी। अब मेरो एप्स छ यताउति छ तर उसको छैन, किनभने उसलाई मोटिभ गर्न सक्दिनँ म। त्यो सेल्फ मोटिभ आफै भित्रबाट सेल्फ त्यो रियलाइजेसन नभएसम्म कसैको बाउले केही गरेर केही हुनेवाला छैन। सिधा कुरा प्रष्ट विचार यो चाहिँ। त्यो भनेको तपाईँहरूले गर्न सक्ने भनेको चाहिँ डिएम गर्ने, पैसा तिर्ने मलाई कति दिन सक्नुहुन्छ त्यो अनुसारले हामी क्यालकुलेट गर्छौँ। बडी फ्याट पर्सेन्टेज कति छ, के रोग छ कि छैन, कसरी जाने भनेर सबै प्रपर प्लान गरेर तपाईँहरूले पैसा तिरिसकेपछि अनि त्यसपछि सिरियसनेस भन्ने कुरा तपाईँको ब्याङ्कबाट जब पैसा जान्छ नि फुत्त, अनि त्यसपछि चाहिँ होइन अब चाहिँ गर्नुपर्छ भन्ने हुन्छ। अनि त्यसपछि चाहिँ आई क्यान हेल्प यु एकदम सिरियसली होइन। त्यही हो र म अहिले अब लेट्स सी कम्पिटिसनै त भन्दिनँ तर 7%सम्म जान खोजिरहेको छु, 10% छ। लेट्स सी। त्यसपछि लिन बल्किङ, त्यसपछि वाइल्ड बल्किङ, त्यसपछि फेरि एक लट कट, त्यसपछि मेन्टेनेन्स अनि द्याट्स इट। कताबाट जाने अब हामी? यो पुरै घुम्ने हो हामी? साँच्चै नै भनेको? ल ठिक छ। भनेपछि आजको मेरो कार्डियो पनि नाइस हुन्छ। लेग र सोल्डर छ, त्यसपछि गएर टक्क 9वटा अन्डा खाएपछि लेग र सोल्डर हान्नलाई प्लाटो गइन्छ। अनि त्यसपछि लेग सोल्डर हानेर दामी भइहाल्छ। अनि जिस्किँदै नभएको युट्युब च्यानलमा पनि 25 मिनट गफ गरेछौँ। र हाम्रो जो लभली भ्युअर्सहरूलाई के भनिदिन चाहनुहुन्छ त? हँसते रहो, चलते रहो, काम खोज्दै रहो। हाम्रो काम अहिले यस्तै छ, त्यही भएर हो होइन। काम खोज्दै रहो चाहिँ तिनीहरूलाई भनेर के हुने हो र, हाम्रो चाहिँ भन्न न बडी यस्तो होइन। ल
तपाईँहरूलाई म सिनेमेटिक दिएर हटाइदिन्छु म गुड बाई